फ्रेन्ड्स वेलकम ब्याक टु डिएसके ब्लग्स। हामी चाहिँ आज यहाँ कोटाघरे बजारमा रहेको छौँ होइन। कोटाघरे बजारको युवाहरूको कन्फिडेन्स लेभल चाहिँ कति छ भनेर आज चेक गर्नेछौँ होइन। अब आइरहेको छ त्यसले अहिले बाइक जानेछौँ होइन। कस्तो मान्छे नभएको कारणले गर्दाखेरि आज यहाँ बसेको अनि जानेछौँ अलिक होइन कति कन्फिडेन्स लेभल रहेको छ भनेर चेक गरौँ। अनि यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला जो हेर्नुहुन्छ। हाम्रो दाइहरू चाहिँ यहाँ छन्, दाइहरू अङ्कलहरू खेलिरहेको छन् गेम गुमहरू। भाई हाई भनिदिनु। अरे भाई तुम लोग का नाम हाई भनिदिनु नहीं न। है। भाइ त पुरा शर्माएर भएको। हाम्रो दाइहरू चाहिँ यहाँ गेम खेलिरहेको छन् होइन। दाइहरू अङ्कलहरू गेम खेलिरहेको छन्। दाइ हाई भनिदिनु होला। हाई भनिदिनु न। हाई गर्नु क्यामेरामा। दाइ एउटा कुरा छ हो, यो सुदूरपश्चिमको केटाहरूको के चाहना हो युवाहरूको चाहना भन्नाले मतलब विदेश जान हुन्छ कि नजाने? ए ल दाइ थ्याङ्क यू होइन। यता एकचोटि होइन भनिदिनु होला। अरू केही भन्नु छ कि हजुरलाई? ल ल दाइ होइन। अब हामी दाइको चाहिँ कन्फिडेन्स एकदमै मजा लाग्यो होइन। अरूले चाहिँ भन्न सकेन क्यामेरा अगाडि। अनि हामी चाहिँ यता यो यहाँ अटोहरू लागिसकेको छन्, धेरै लाग्छन्। अब डेली लागेका हुन्छन् होइन लाग्नु त। आज चाहिँ मुरा बजार पुरा खाली भएको कारणले ज्यादा हुनेवाला छैन भिडियो जस्तो लागिरहेको छ। अनि हेलो गाइज, हामी चाहिँ यहाँ आज कोटाघरे बजारमा छ होइन। दाइ चाहिँ उता सायद पुरा लान्टिरहेको हालिसकेको दाइ होइन। फेसबुकमा चाहिँ हामी चाहिँ यहाँ बसेको साँझको कोटाघरे बजारको भ्यू हेर्न सक्नुहुन्छ होइन। एकदमै बिजी एरिया जस्तो लागिरहेको छ, मान्छे पनि ज्यादा छैनन् होइन। अनि मान्छे पनि ज्यादा छैनन् यो समयमा। अनि हामी चाहिँ नि यस्तो साइकलमा बसिरहेको छौँ अनि अलिक समयमा जानेछौँ घरतिर। अब अघिको भिडियो चाहिँ थियो होइन, मान्छे भागिरहेको थिए। कति कन्फिडेन्स लेभल छ भनेर चेक गरिरहेको थियौँ। ब्याकको साइडमा कन्फिडेन्स लेभल छ भनेर चेक गरिरहेको थियौँ होइन। कन्फिडेन्स लेभल चाहिँ एकदमै लो भएको रहेछ होइन। खास गरी थाहा भयो क्या आज होइन।